हेलो गाइज, आज हामी कहाँ जाँदै थाहा छ? आज हामी नयाँ फिल्म स्पाइडरम्यान, त्यो पनि 4Dमा हेर्न जाँदैछौँ। यो जिन्दगीको मेरो एकदम पहिलो अनुभव हुनेछ र तपाईँहरूलाई म सँगसँगै लिएर जाँदैछु। लेट्स गो। अहिले चाहिँ रातिको 12 बजे अरू चाहिँ सब प्याक भएर रातिको 12 बजेको त टिकट मात्रै पाइयो र रातिको 12 बजे भयो भने हेर्ने भनेपछि हेर्ने र हामी जाँदैछौँ। रातिको लगभग अहिले 12 बजे छ है, 12 बजे। अब अरू बेलाको सो पाइएन, अनि त्यसपछि हामी चाहिँ अब 4D होइन 4DXमा स्पाइडरम्यान हेर्न जानु लाग्यो। अनि यो चाहिँ नाइट भिजन हामी बस्ने ठाउँको, यो चाहिँ हाम्रो सहर हो। दुईजना हिरोहरू फेरि आमा छेउमै पर्न नसक्ने जस्तो भइया, तर के हाल्नु अब। यो चाहिँ मेट्रो स्टेसन हो। रातिको 12 बजे अब पाउँछ कि पाइँदैन। हामी चाहिँ अब यहाँबाट जानु लाग्यो। फाइनली हामी स्टेसनबाट निक्ल्यो। अब 5 मिनट जति हिँडेपछि हामी फिल्म हल आइपुग्छ। केटाहरू अगाडि हिँडिरहेको छ। अब 3 मिनटको बाटो। फाइनली हामी आइसक्यो। फिल्म हल यही हो, माथिल्लो तलामा। त्यो टपमा माथिको चाहिँ हो। अब अहिले हामी चाहिँ अलिकति टाइम नपुग्यो, छिटो आयो। त्यही भएर एकछिन यता दाइहरू फोटोहरू खिच्दै हुनुहुन्छ। यतातिर यसो घुमौँ भनेर यो ठाउँमा हो घरमा आइसक्यो। अब लगभग 15 मिनटपछि त माथि बसेर हेर्ने हो। फिल्महरू चाहिँ यही हो। यहाँ नपसौँ, माहौल हेर्न राम्रो त भाइ त्यसो अनु कस्तो लाग्दैछ त? आज नौलो होइन त तिमीले पनि पहिलोचोटि हिरो आइरहेर चस्मा लगाएर ओलाले कस्तो लाग्दैछ तँलाई? पहिलो अनुभव लिन होइन त? गरिब मान्छे, गरिबहरू टुडी हेरिरहेको मान्छे आज एकैचोटि 4Dमा आउँदाखेरि कस्तो अनुभव भएन? अहिलेसम्म एकचोटि चस्मा लगाएर 3D हेरेको, आज 4D हेरेर आइरह मक्कै छ। कसैसँग बोल्दैन बिचरा है। हिजो तलमा आएको आधी पैसा जति सबै खाएर भ्या है। अनि त्यसपछि आधा पैसा घर पठाएको। सब पैसा पठाउनेबाट नत्र घरै नआइज भनेर बुढीले भनेर आज यो अनुहारहरू यस्तो बनाएर बस्यो। बिचरा गोजीमा 1 रुपियाँ खाइन्छ। अनुहारहरू मर लागेको बोका त बनाएर बस्यो। अब हामी फिल्म हेर्न छिर्यो है। यो लिफ्टभित्र छिर्यो। यस्तो शानदार छ लिफ्ट फेरि है। हामी चाहिँ अब 4 तलामा हो। फिल्म 4 तलाको लागि हिँड्दैछौँ। यहाँ सन्ट रहेछ कस्तो राम्रो है। स्योर मरिन्छ नि यहाँ लिफ्ट बन्द भयो भने बिचमा। क्या अक्सिजन बनायो। पपकर्न पनि किन्यो त्यहाँबाट। अब पपकर्न लिने जिन्दगीको पहिलोपल्ट हामी है 4Dवाला एक्सपिरियन्स लिन लागेको छ। फाइनली रातको लगभग 3 बजेतिर हामी स्पाइडरम्यान फिल्म हेरेर निस्क्यौँ। मेरो लाइफको एकदम पहिलो अनुभव थियो यो 4Dमा। हेरियो पुग्यो।